नमस्कार। धन्यवाद जेनजी पुस्ताका भाइ बहिनीहरू। तपाईहरूले आज नेकपा एमालेलाई यो उच्च स्थानमा पुर्याइदिनु भएको छ। तपाईहरूलाई बधाई पनि छ। नेकपा एमाले आज जति बलियो छ पौने शताब्दी यता यति बलियो कहिले भएको थिएन। अहिले भर्खरै हाम्रो पार्टी नेकपा एमालेको 10औं केन्द्रीय कमिटीको बैठक सकिएको छ। ठुलो उत्साह र आत्मविश्वास साथ म बैठकबाट बाहिर निस्किएको छु र तपाईहरू बीच हाम्रो पार्टीको सन्देश पुर्याउने प्रयास गर्दैछु। भर्खरै सकिएको बैठकले सारा नेपाल र नेपालीलाई आश्चर्यचकित बनाएको छ। हाम्रो बैठकले विश्वलाई नै चकित बनाएको छ। सबैभन्दा चकित चाहिँ एमालेको विरोधी स्वदेशी तथा विदेशी शक्तिहरू भएका छन्। किनभने एमाले अब समाप्त भयो भनेर प्रचार गरिरहेका थिए। एमाले अब सकियो भनेर प्रचार गर्न स्वदेशका खास किसिमका व्यक्ति र शक्तिहरू लागेका थिए। यो सरकार पनि लागि परेको थियो। विदेशी शक्तिहरू एमाले सकियो भनेर भोज खाने तयारी गर्दै थिए। ठीक उल्टो भयो। एमाले सकिएको होइन, पहिलेभन्दा झन धेरै बलियोसँग जाग्यो। पहिले हामी नेकपा एमाले बहुमत ल्याउनु पर्छ भन्थ्यौँ। यो बैठकपछि नेकपा एमालेका हामी साराले ठोकुवा गरेर भन्छौँ आउँदो चुनावमा नेकपा एमाले असाधारण बहुमत ल्याउँछ, अर्थात् 2/3 बहुमत ल्याउँछ। 23 र 24 गतेको जेनजी आन्दोलनपछि एमाले अब खोजेर पनि नभेटिने गरी समाप्त भयो भन्दै न्वारानदेखिको बल लगाएर प्रचार गरिरहेका थिए। पौने शताब्दीको एमालेको इतिहासमा आज जति एमाले कहिले बलियो भएको थिएन। एमालेलाई यति बलियो कसले बनायो, केले बनायो, म यो चर्चा गर्छु। 1 महिना पहिलेसम्म समाप्त भयो भनिएको एमालेलाई यस्तो ऐतिहासिक बलियो बनाउने काम जेनजी भाइ बहिनीहरूले गर्नुभएको हो। 23 र 24 गतिको आन्दोलनले मुलुकमा विध्वंस मात्र गरेन, सारा जनताको आँखा पनि खोलिदियो। राजनीतिमा खासै चासो नराख्ने, भ्रष्टाचारको विरोध गर्दै सुशासन चाहिने जेनजी पुस्ताका भाइ बहिनी 23 र 24 गते आक्रोशित थिए। त्यसपछि उनीहरूको आक्रोशको ठाउँ ज्ञान र विवेकले लिएको छ। त्यसैले उनीहरूले बुझे 23 र 24 गते आफूहरूको आन्दोलनको आडमा स्वदेशी तथा विदेशी अपराधीहरूले अपराध गरे। जेनजी पुस्ताका भाइ बहिनीहरूले नेकपा एमाले नै यो देशको भाग्य र भविष्य बनाउने पार्टी हो भन्ने बुझे। केपी ओली जस्तो महान राष्ट्रवादी, देशभक्त र जनताप्रति समर्पित नेतालाई जसले वास्तविक स्वरूपमा चिनेका थिएनन्, अहिले पनि चिन्न थाले। सारा जनता अहिले निन्द्राबाट बिउजे जस्तो भएका छन्। निन्द्राबाट बिउजदा उनीहरूले जताततै केपी ओलीको वास्तविक देशप्रेमी स्वरूप मात्र देखिरहेका छन्। यही कारण हो 1 महिनासम्म जेनजी आन्दोलनले एमालेलाई समाप्त पारियो भनिन्थ्यो। त्यही जेनजी पुस्ताले नेकपा एमालेलाई अहिले काँधमा बोकेको छ, शिरमा राखेको छ। जुन आन्दोलनलाई एमाले सिद्ध्याउने षड्यन्त्रका रूपमा प्रयोग गरिएको थियो, त्यही आन्दोलनले एमालेलाई झन बलियो बनाएको छ। आउँदो चुनावमा 2/3 ल्याउँछु भन्ने हैसियत बनाएको छ। जेनजी पुस्ताका लागि यो ठुलो उपलब्धि हो। अस्तिदेखि आजसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा हामीले यो विषयमा सघन चर्चा गरेका छौँ। यो 1 महिनामा जेनजी पुस्ताको आन्दोलन र अपराध फरक हो भन्ने तथ्य खुल्दै जान थालेको छ। जेनजी पुस्ताले आन्दोलन गरेको थियो, अपराध गरेको थिएन। जेनजी पुस्ताले आज अपराधीलाई पक्रनुपर्छ भनेर माग गरिरहेको छ। सिंहदरबार, संसद, सर्वोच्च अदालत, हजारौं कार्यालय तथा निजी घर जलाउने, लुटपाट गर्ने अपराधीलाई पक्रेर कानुनी कारबाही गरियोस् भन्ने माग आज जेनजी पुस्ताको मुख्य माग भएको छ। जेनजी पुस्ताको यो मागलाई साथ दिँदै हाम्रो केन्द्रीय कमिटीको बैठकले अपराधीलाई कारबाही गर्न माग गरेको छ। जेनजी पुस्ताले भदौ 23 गते संसदमा त्यसरी कसरी गोली चल्यो यो प्रश्नको जवाब खोजिरहेको छ। त्यो दिन ठुलो षड्यन्त्र भएको थियो भन्ने विभिन्न तथ्यले देखाइरहेको छ। त्यसै बेला प्रधानमन्त्री हुनुहुन्थ्यो हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली। केपी ओलीले त्यो साँझ नै प्रश्न उठाउनु भएको थियो, कसले र के कारणले गोली हानेर त्यति धेरै युवा मारिए, कसको आदेशले ती युवा मारिए। केपी ओलीले त्यो साँझ नै उठाउनु भएको प्रश्न त्यसपछि लगातार उठाइरहनु भएको छ। यो केन्द्रीय कमिटीको बैठकमा केपी ओलीले लगातार त्यो प्रश्न उठाउनु भयो। हाम्रो पार्टीका पदाधिकारीहरू सबैले त्यो प्रश्न उठाउनु भयो। हामी केन्द्रीय सदस्यहरू सबैले त्यो प्रश्न उठायौँ। हामीले प्रश्न मात्र उठाएका छैनौँ,
निष्पक्ष छानबिनको माग पनि गरेका छौँ। जेनजी पुस्ताको माग पनि यही हो। नेकपा एमाले जेनजी पुस्ताको मागलाई आत्मसात गर्दै भदौ 23 र 24 गतिको घटनामा आन्दोलन र अपराधलाई छुट्याइयोस्। म फेरि यो दोहोऱ्याउँछु, जेनजी पुस्ताको माग पनि यही थियो। नेकपा एमाले जेनजी पुस्ताको मागलाई आत्मसात गर्दै भदौ 23 र 24 गतिको घटनामा आन्दोलन र अपराधलाई छुट्याइयोस्, आन्दोलनको माग सुनवाई गरियोस् र अपराधलाई दण्डित गरोस् भनेको छ। अब देशले देख्न र बुझ्न थालेको छ जेनजी पुस्तालाई भ्रमको बादलले ढाकेर राख्न खोजिएको थियो। आफै जान्ने बुझ्ने र क्षमतावान हाम्रो जेनजी पुस्ताले भ्रमको बादललाई च्यातेर फ्यालेको छ। त्यसैले अब जेनजी पुस्ता कसैको साथमा छ भने त्यो नेकपा एमालेको साथमा छ। यो तथ्यलाई आज सकिएको हाम्रो केन्द्रीय कमिटी बैठकले आत्मसात गरेको छ। जेनजी पुस्ताको विचार र भावना बोक्ने पार्टी नेकपा एमाले हो भन्ने तथ्यले स्थापित गरेको छ। जेनजी पुस्ताले पनि आफ्नो आन्दोलनको विचार र भावना बोक्ने पार्टी एमाले पो रहेछ भन्ने बुझ्यो। त्यसैले एमाले अहिले ऐतिहासिक रूपमा बलियो भएको छ। 24 गते जेनजी आन्दोलनको आडमा अपराधीहरूले एमालेको कार्यालय जलाएका थिए, एमाले नेताहरूको घर जलाएका थिए, देशै जलाएका थिए। आज ती जेनजी पुस्ता एमालेको साथमा छ। त्यसैले एमालेलाई कसैले छुने नचिताए पनि हुन्छ। जेनजी पुस्ताको आन्दोलनको भयानक दुरुपयोग गरियो, ठुलो विदेशी स्वदेशी षड्यन्त्र गरियो। यो कुरा जन जन प्रष्ट हुँदै आएको छ। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव पारित भएको छ। प्रतिवेदन पारित गरेर म पनि हलबाट भर्खरै बाहिर निस्केको हुँ। हाम्रो प्रस्ताव अब हरेक जेनजीले पढ्नुपर्ने मैले देखेको छु। किनभने देशले सबैभन्दा आशा र भरोसा गरेको पार्टी हिजो पनि एमाले थियो, आज पनि एमाले हो र भोलि पनि एमाले नै हुने देखियो। अहिले देशले सबैभन्दा आशा र भरोसा गरेको नेता केपी ओली नै हो। तसर्थ एमालेको राजनीतिक प्रस्तावले देखाएको बाटो देशको बाटो हो। एमाले जेनजी आन्दोलनलाई आत्मसात गरेको छ र आन्दोलनको नाममा गरिएको अपराधलाई अस्वीकार गरेको छ, कारबाहीको माग गरेको छ। तसर्थ हरेक दृष्टिले एमाले नवयुवा पुस्ता अर्थात् जेनजी पुस्ताको विचार र भावना बोकेको छ। नवयुवा पुस्ताको विचार र भावना बोक्ने पार्टी हिजो पनि एमाले थियो, आज पनि एमाले हो र भोलि पनि एमाले नै हुन्छ भन्ने प्रमाणित भएको छ। जेनजी आन्दोलनको बहानामा नेपालमा फ्री टिबेट मुभमेन्ट चलाइयो। नेपालमा तिब्बतीहरूको सरकार बनाएको हो, नेपाल अब तिब्बत भएको हो। यो चिन्ताजनक प्रश्न उठाउन हामी बाध्य भएका छौँ। नेपालमा बसेर नेपाली जेनजीको आन्दोलनमा घुसेर उनीहरूको तिब्बत देश फिर्ता दे भन्दै माग गरिरहेका छन्। सिंहदरबार जलाउँदा हाम्रो तिब्बत देश फिर्ता दे भन्दै नारा लगाएका छन्। जेनजी आन्दोलनको बहानामा नेपालको सरकार दूतावासहरूले चलाइरहेको छ। अहिले हाम्रो देश दूतावासबाट चल्छ। निलो प्लेटको गाडी हाम्रो मन्त्रालय जस्तो भएको छ। कूटनीतिज्ञका रूपमा नेपालमा भिजा लगाएर बसेकाहरू हाम्रा मन्त्री जस्ता भएका छन्। यस्तो तथ्य जेनजी अगुवाहरूले सप्रमाण सार्वजनिक गरेका छन्। आफ्नो आन्दोलनको नाममा नेपालको शिर निहुर्याउने, नेपाललाई विदेशी गुलाम बनाउने हरकतको जेनजी पुस्ताले नै कडा विरोध अभियान थालेको छ। जेनजी पुस्ताको यो अभियानलाई नेकपा एमालेको साथ छ, सहयोग छ। तसर्थ नेकपा एमाले केन्द्रीय कमिटीले अहिले भर्खरै पारित गरेको विशेष प्रस्ताव एकपटक पढ्न म जेनजी पुस्ताका साथै सम्पूर्ण जनतामा हार्दिक अपिल गर्दछु। धन्यवाद।